हेलो गाइस वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी धेरै पुरानोवाला हो। यो चाहिँ कति इयर्स अगाडि हो भनेको चाहिँ देखाएन है, तर लाइक भने 5-6 वर्ष अगाडिवाला हो। बालेन भर्सेस लिटिल ग्रिल्सको चाहिँ गर्नुहुँदैछौँ हामी आज। ब्याटल सङ्ग्स नेपालको सुरु गरौँ है त। बालेन दाजु र लिटिल ग्रिजलको 18 वर्षभन्दा मुनिकोले हेर्न र सुन्न मनाइ छ। Yeah, L-double-O to the motherfucking R-E-Y. From the underground to the motherfucking top. Pop Productions in the building. If you want this to go down, make some noise! Yeah! Okay, welcome to Raw Bars once again. We are set for the main event of the day, Battle Mashup 2. And before we get into the battle, we have Hakim Dai here. Yeah. Hakim Dai here. Bule Dai. Give it up for Bule Dai. And we have Doggy in the house. Yeah. Blueprint Production. We have Pre from Blueprint Production. Yeah. And then we have Duke, bro. You all know Peter, bro. Manas Dai. Pauline Bikram Rana. You know, everyone here. Slim TP. You know, and you know, shout out to Miss Music from Denmark, you know, aka Siska Tulador, our international promoter and sponsor. And also shout out to Gaucho Productions and KDM Photography for shooting this, and Todd Gay parody is coming out on YouTube soon. Check it out. Now let's get into the battle. On my right, representing the underdogs, we have Lil Grizzle. And on my left, you know, making his debut in the league, but one of the most talented and versatile MCs in the game. Give it up for Balin. Okay, Lil Grizzle wanna go first, and it's on him. तेरो स्वैग देखेर नै अहिले मलाई दिक्क भयो। डोरी खेल्नलाई हो क्या हो लगाएर यस्तो यस्तोको। यसको पिच्केको मुख हेर, छिप्पेको उमेर, तै पनि मेरो भाइ हो त। अस्ति लाउरे काठमाडौँ आउँदा तेरै खाटमा सुतेको, सिरानी मुनि त्यसको साइनो छ। बालेन भाइ गीत जति खाथे भनी म बुद्धले सेयर गरिदिइहाल्छ, कति रमाइलो छ। त गनाउने बोकालाई खसी पार्ने कसाई हो म। बलेन हो कि बालेन जेसुकै होस्, कसैले चिन्दैन तेरो नाम भन्दा। नेपमा चलेका सब ऱ्यापरहरूको त पुच्छर चम्चा नदेखा शान बढ्ता। जुन दिन तिनीहरूको चाक कोटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा। अरूको सफलताको फाइदा लुट्ने दिस डुड इज जस्ट अ गिद्ध। मक्ख छ है युनिकहरूको चित्रमा खुसी छस् त भित्र। फेमस भएछ त भित्र। यो टाइममा चाहिँ यो के एकदम राम्रो गरे होइन। अहिले जुन बालेनको अहिलेवाला कन्डिसन छ नि, त्यो देखेर चाहिँ अहिले भन्न मन लाग्छ। मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ, तिमी फुल माग्छौ म पात्नी दिन सक्दिनँ। यो अरू ऱ्यापरहरूको घु माग्छ, तिनीहरू पात्नी दिन सक्दैन। Yo, your scrotum gets squeezed, your ovary bleeds. This man's a fucking hermaphrodite. Your poetry's deep, no, it's Dory. Please don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dyke, turn you into ash tonight. Whoa! आजको यो ब्याटल अलि अश्लील हुन सक्छ। र त गेम अफ अन्डर 18 को साना केटाकेटीहरू न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला। यो फुच्चेको पो उमेर पर्छ। आज बालेन माथि
बाल शोषणको अभियोग लाग्न सक्छ। यमबुद्ध यसको घाँटी बाँधेर राख, अन्डरडगको कुकुर भाग्न सक्छ। कुमारी निशेष तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गरिदिनेछ तेरो लागि। मनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म, तारिफ होइन त्यो तीन कुने लिङ्ग। त जस्तो ऱ्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म। पालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ, यो जस्तो ऱ्यापर बीच कुहिरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ। त्यो नभने पनि सो पर्सनल गाइज, सो पर्सनल। तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ, यसलाई सित्तैमा बजाउन पाइन्छ, बरु हिजडालाई दिन दाम लाग्छ। तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा चाहिँ, तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको। त अस्ति रिसाएको थिइस् रे, यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि। भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे, भाइ तैँले ऱ्याप हानेर नखाने भइस् रे, तेरो काम अन्डरडग्समा लुगा धुने भयो। बरु बुढीलाई नि लिएर आइज, पानीको आपूर्ति गर्न धुरु रुने भयो। काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालै पालो छुने भयो। टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे, भव्य रमाइलो हुने भयो। जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती, खाएर रक्सी तेरो स्वर पातलो, यो गर्ल हेज गाट हस्की। पाउजु छमछमाउने केटी भन्दा त नै धेरै मस्किन्छस्, बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ। अन्डरडगको कुकुर हुन्छ नि त। अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ, रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्मर बढी लच्किन्छ। रामै त कुकुर बोलाउँदा किन पर्खिन्छ? त मान्छे आबा बुद्धि पनि हचुवाको, म गर्न सक्छु दाबा यमबुद्ध, यो लिलीपुटको पनि बच्चा हो। यसले फोटो देखाए है, अघि फोटो देखाए होइन? तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ, त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ। 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ। एक-एकवटा वर्ड मेनिफेस्ट भइरहेछ त्यहाँ। अघिको त्यो राउन्डमा पन्चेस हुनुपर्ने तर यसले लेखेन, अघिको त्यो राउन्डमा पन्चेस हुनुपर्ने तर यसले लेखेन। म्यान आम टु ड्याम फ्ललेस, बिचराले मेरो लागि शब्द नै भेटेन। काठमाडौँहरू नेवारले राज गर्थे, बिचमा आयो शाह, 10-12 पुस्ताको चुर्ती फुर्ती, अन्त्यमा नागार्जुनमा स्वाहा। Now I'm murdering this man, you're shook like you need some help, and I'm re-ruling this land just to prove that history repeats itself. तेरो जङ्गल जस्तो आँखी भाउ, तेरो जङ्गल जस्तो आँखी भाउ, बाँडिदिन्छु एक-एकजनालाई तेरो मासु आदि पाउ। मुख हेर्दा त सिङ्गम बाजीराव, सिङ्गम जसरी आँची खाऊ। आज तैँले गर्या चटकले आटा माझी चटकले। एक थोपानी लाज नभएको, एक थोपानी नलजाउने मैलो बोका, बानेश्वरदेखि रत्नबाग जाने बसको ढकढकाउने तैँले ढोका। त जस्तो खत्तम र कन्जुस कन्डक्टर त मा कसम कहीँ देखेको छैन, त जस्तो खत्तम र कन्जुस कन्डक्टर त मा कसम कहीँ छैन। अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तँ होइन।
नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ तेरो हिरो साइकल त झन् के टिक्ला भिडियोमा त जबरजस्ती भ्युज आउँछ यस्ता मान्छेले एल्बम के झिक्ला झिके नि के बिक्ला बरु जा बसको ढोका ढकढकाउँदै बस त जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ मर्द हेर यस्तो हुन्छ यसको त गिलो रहेछ अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई गाजा मात्र खाएर गिदी पुरै सुकाइस फेक एक्सेन्ट बोकेर नेफापको शिर झुकाइस भएको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस सिम फेमसको ठाउँमा हिजो युनिक पोएटलाई सुताइस त केटा त हुँदै होइन ल भन केटी तेरो स्तन कहाँ लुकाइस बाउले त छोरा नै जन्माएको थियो बाँदरबडी बाटो भएर दुइटै फुटाइस भाइ सुन तेरो नामको अगाडि चाहिँ लेडी लेख्न छुटाइस बुढीसँग फोन सेक्स गर्छस् रे अमेरिकामा शरीरको कुन चाहिँ अङ्ग उठाइस तसँग नर्सरीको बच्चा पनि लड्न सक्छ तर त ठुलै छक्का होस् तेरो बलात्कार साकारले पनि गर्न सक्छ दिउँसो यसको काम ऱ्याप साँझ आफ्नै बाउको भट्टीमा योर बेबी कल्स मी एभ्री डे एन्ड सेज जित छ नि त मत्तिना पट्टाउँछु भनेर सोची होली कतिना फोन नगर्नु भन् बेकार कम्मर सड्किन्छ सिम फेमस के साह्रो हाँस्यो किन खुसी भएको बिहानदेखि यसले तिम्रो दुधको बोतल चुसिरहेको थियो यसको सामु जाँदा कुहिएको चामल बसाउँछ साथीभाइको घरमा भात उब्रेको देख्दा छ्याङ पकाउन मुख रसाउँछ यो ऱ्यापर होइन यो जोकर हो यसले केवल हँसाउँछ ताल परे यो दलालले यो बिचमा आफ्नै केटीलाई नचाउँछ तर अचम्मको कुरा बुढीसँग हुँदा नि यसले सिम फेमसकै बन्दुक समाउँछ सिम फेमस भाइ यसको मुखसँग सायद तिम्रै बन्दुकको बारुद गनाउँछ इतिहासको कुरा गरे पुच्चेले है अघि इतिहासको कुरा गरे पुच्चेले कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस् गएको छैन अझ यो राजाको शासन अहिले लागु भइरहेछ बालिन राजाको शासन के हो बोल्दाखेरि हल्का लडबडाइस् त सुन ढोकेको अलि बढी भयो ट्वाके मोरो पाके छोरो त जन्मिने नै एउटा गल्ती हो भन्तस् त सधैँ ट्वाक खाँदै बस्ने कुन चाहिँ टोलको कुन गल्ली हो कि त्यही भट्टीको सहने नै तेरो श्रीमती हो मेरो जुत्ताको नम्बर तेरो गालामा त जस्ता ऱ्यापर त आजकल बजारमा फालाफाल Underdogs, we the top-notch crew up in the industry, illest in the business. We never give a fuck about a hater, period. Holes in your body like some craters. Serious, you run after the girls, but girls run after the money. And since you got none, that makes the whole scene funny. You're a motherfucking bummy. No income, no savings. Couldn't afford a blade, so you skip with all that shaving.
वाह क्या मैलो शर्ट but it suits your पहेँलो दाँत advice सुन use Surf Excel for the clothes Colgate for your teeth and mouthwash for your भयङ्कर सास I rap it real strict तेरो आज छाडापन पनि लाइनमा आउँछ After I murder you in this battle मसँग ब्याटल गर्नुभन्दा 10 चोटि सोच्नुपर्छ भन्ने नि तेरो माइन्डमा आउँछ Got my hands on a clip, insert it. Got my hands on a clip, insert it. Got my hands on a clip, insert it. Oh man, off with his head. All right, Colin. यसै सोधेको कहाँको रक्सी खान्छु रे तेरै बाउको पसलको तेरै बाउको पसलको तेरो जस्तो बिग्रिया छ्याङ खाएर नै रक्सी छोड्न खान छोडेर म असल भएको हल्का लड बडी डोन्ट माइन्ड है रिबोटल हो होइन लड बडी छ अनि के कुरा गर्दै थियो अझै भाइ तेरो उमेरमा म पनि अङ्ग्रेजी ऱ्याप हान्दै हिँड्थेँ एमिनेम टुपाक बिगीलाई आफ्नो भगवान मान्दै हिँड्थेँ ब्यागी प्यान्ट लाएर माथितिर तान्दै हिँड्थेँ अङ्ग्रेजी धेरै छोडे केटोले 2 बार तँलाई है If you wanna fuck in English bitch right on and go chase her people see you trying to talk in English miss I am the professor That was 17 syllable multi that even your daddy cannot rebuttal I'm the sickest in Nepal अलिखेर सबैले बुझ्ने छ स्वच्छ छवि पहिला थियो अहिले छैन है स्वच्छ छवि भएको कवि म लेखक यम बुद्धको कपी पल्टाएर ह्यान्ड राइटिङ मेरो हुनेछ है मेरो गीतको कुरा नगर हैन त गीत भनेको कर्णप्रिय हुनुपर्छ म्युजिक त तेरो जिंगल नै हुन्छ र्यापर भनेको बालेन जस्तो भव्य हुनुपर्छ लिटल त डिजल नै हुन्छ हास्य कलाकार होस् त हास्य कलाकार होस् छिमे जडे आबुको यौन तृष्णा मेटाउने आहार होस् मेरो सामु उभिने कमसेकम तेरो सपना चाहिँ साकार हो अन्डरडग्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोएट त सबैले फ्याँकेको खकार होस् एउटा केटा हुन्छ अर्को केटी हुन्छ त चाहिँ तेस्रो प्रकार होस् के सिङ्गम के भन्नु भाइ जुङ्गा र दारी हुँदै मान्छे सिङ्गम जस्तो भारती हुँदैन जुङ्गा र दारी हुँदै मान्छे सिङ्गम जस्तो भारती हुँदैन बरु तेरो फोटोको चाहिँ खाली सिसीको घरमा आरती हुँदैछ त तिनीहरूको आइडल होस् तैबाट सिकेको होला यो तिनीहरूको आइडल हो यहीबाट सिकेको होला तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला मेरो टी सर्ट बिकेको होला हैन जाठा आर्टिस्टको नाममा व्यापारीहरू पैसा कमाउने त्यस्तै सोख भए साइकलमा बेच तरकारी बरु मलाई के ह्यान्डसम मान्छे देखेर फिक्री भएको तँभन्दा धेरै ह्यान्डसम छु है ह्यान्डसम मान्छे देखेर फिक्री भएको बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको तेरो अनुहार रेखा थापाको जा गएर टोयलेटमा पखाल यतिकै जालास छिम्मा हिलेन छिमा बुभिलेन जी छिमे राजा समाल पाक पन्जा खालास आज तिमीलाई चाहिँ छोड्दिनै सिम्फेमसको पछाडि टाँसेर बस्छस् रे त्यसको बाइकमा यहाँको मौसम गर्मी नै छ पसिना हाउस द वेदर डाउन तेरो 4 फिटको हाइटमा त जस्तो र्यापरलाई काचै खान्छु मेरो डाइटमा सिङ्गल बाइकमा अरू के दोहोरीको कुरा गर्दै चाहिँ बालेन हुनुपर्ने कि सक्दैन कि फेरि म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु अघिले लुगा कुरा म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नि लाउन सक्छु म र्यापर मात्र होइन ट्रु म्युजिक आर्टिस्ट हो लोक दोहोरी नि गाउन सक्छु
मानस दाइले डेडिकेट गरौँ है एउटा गीत यसको बेजत तर तपाईँले डेडिकेट हिजो गएको तेरो घर हाल खबर बुझ्न हिजो गएको तेरो घर हाल खबर बुझ्न तेरो बाउ त बिजी रहेछ माइजूसँग जुझ्न होइन भने कलिलो नो ड्रामा म्यान माइजूको कुरा गरेको छु होइन भने कलिलो तामालाई सोध मामालाई भाइ थाहा छ एउटा कुरा थाहा पाइस् नेपको हिस्ट्रीमा यसले जस्तो रिबटल कसैले खाएको थिएन नेपको हिस्ट्रीमा मानस दाइ हो कि होइन मानस दाइ हो भन्नु नेपको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बालेन अहिलेसम्म आएको थिएन के अरे बालेन आउनु नै हिस्ट्री क्रिएट गर्नको लागि हो नेपालको लागि सकियो तर के अरे बालेनले नि के भएर क्या होइन ग्रिजलले नै होइन फर्स्टमा त गर्नै खोज्यो बिचमा गएर चाहिँ बालेनको अगाडि टिक्नै नसके जस्तो फिल भयो मलाई चाहिँ होइन मेरो ओपिनियनमा चाहिँ के भन्नु टाइपको केही सोच्नै नसकिरहेको रिप्लाई गर्थ्यो लाइक बालेन त हिस्ट्री क्रिएटै गर्न आएको कसैले सक्दैन नि फेरि तर लास्ट ट्यालेन्टेड इन्जिनियर ऱ्यापर अहिले त कुरै छोडिदिउँ मलाई चाहिँ होइन बालेन प्राइम मिनिस्टर भएको हेर्न मन चाहिँ कसलाई बालेन प्राइम मिनिस्टर भएको हेर्न मन चाहिँ कमेन्ट गर्नु होला सबलाई अहिलेको लागि चाहिँ बाई बाई सी इन अनदर भिडियो बाई बाई गाइज